एउटा यस्तो केटी आओस् मेरो लाइफमा, सिरियसली भनेको एउटा यस्तो केटी आओस् जो केटीले बस अरू केही गर्नु परेन, मलाई एकदमै धेरै इज्जत गरोस्, जति इज्जत मलाई गर्छ त्यति इज्जत मेरो बाबालाई गरोस् र मेरो मम्मीलाई गरोस् क्या। मेरो बाबा र मम्मीलाई र मलाई इज्जत गरिसकेपछि मलाई उबाट केही पनि चाहिएन। म उसले भनेको हरेक कुरा मान्छु, उसले भनेको हरेक कुरा पुर्याउन नसके पनि उसको साथ म हरेक टाइममा उसकै साथ हुन्छु होइन। उसले मलाई यति होस्, उसले मलाई कहिले केही कुरा नडाँटोस्, जे कुरा खुलेर भनोस्, एभ्री कुरा के श्रीमान श्रीमती बीच कुनै पनि यस्तो चिज हुनु भएन जुन कुरा चाहिँ म श्रीमानलाई सेयर गर्न सक्दिनँ क्या। सबै कुरा सेयर गरौँ क्या, त्यस्तो मान्छे होइन। फेस डजन्ट म्याटर, मलाई सबैभन्दा राम्री चाहिन्छ भन्ने कुरा होइन। तपाईँको फेस त अहिले हेर्दा राम्री छ, त्यही राम्री मान्छे भोलिको दिनमा उमेर ढल्किँदै गएपछि चाउरी पर्न थाल्छ। त्यही राम्रो मान्छेलाई एक्सिडेन्ट भयो भने यो अनुहार कचाकुचुक हुन्छ होइन। तर पनि उसको मन यति सफा होस् कि उसले मलाई कहिले चिट नपरोस्। त्यस्तो केटी आओस् भन्छ, खोइ मेरो लाइफमा त आउँदैन हो। मान्छेले भन्छ ए बिहे गरिसक्यो होला भन्छ, कोहीले के भन्छ, ए कहाँ छ हौ, ए आइदेऊ न हौ, छ भने मेरो लाइफमा पुरिरहेको छु बिहे गर्नको लागि। यो पोडकास्ट हेरेको छु नि, आउनुहोस् है। सिरियसली भनेको मैले मेरो लाइफमा मैले बिहे गर्न मैले बिहे गरेँ भने मेरो बुढीलाई यहाँ ल्याएर म इन्टरभ्यू दिन्छु है तपाईँसँग। यही पोडकास्टबाट पाइयो भने है।